हेलो नमस्कार। अहिले चाहिँ हामी बुटोल झिलमा आएका छौँ र बुटोलमा आएर चाहिँ हामीले यहाँ यो तपाईँले देख्दै हुनुहुन्छ वारबिन मेसिन। यो वारबिन मेसिनमा चाहिँ हामीले उहाँहरूलाई ट्रेनिङ दिँदैछौँ है। उहाँहरूले चाहिँ अहिले अब यो लुङ्गी बुन्दै हुनुहुन्छ। लुङ्गीको लागि हामीले ट्रेनिङ दिँदैछौँ र उहाँहरूले चाहिँ अब उहाँको समूह रहेछ है। समूहबाट हामीलाई यो धान मगाउनु भएको थियो र त्यही अनुरूप चाहिँ हामीले उहाँहरूलाई वारबिन र एउटा तान मेसिन ल्याइदिएका छौँ र पहिले सुरुमा हामीले धागोहरू लाउन तपाईँलाई यो वारबिन मेसिनमा सिकाइदिन्छौँ फ्रीमा। तपाईँले यो वारबिन मेसिन किनेपछि अथवा तपाईँले यो तान मेसिन किनेपछि चाहिँ तपाईँहरूलाई हामी फ्रीमा त्यही तान र वारबिन मेसिनकै मूल्यमा चाहिँ तपाईँहरूलाई हामी सित्तैमा चाहिँ ट्रेनिङहरू पनि दिन्छौँ र हामीले चाहिँ यसरी यो तान मेसिन र यो वारबिन मेसिनहरू ल्याएर उहाँहरूलाई अहिले ट्रेनिङ दिँदैछौँ र ट्रेनिङ दिएर उहाँहरूलाई चाहिँ हामीले यो लुङ्गी बुन्नलाई सिकाउँदैछौँ। त्यसै अनुरूप चाहिँ हजुरहरूले पनि अब यो यसै गरेर चाहिँ यो वारबिन मेसिनहरू 3 मिटर 2 मिटर 4 मिटर 5 मिटर जति मिटरको पनि हजुरले जति मिटरको हजुरहरूले अर्डर गर्नुहुन्छ हामी त्यही अनुसार चाहिँ यो वारबिन मेसिन बनाउन सक्छौँ। र हामीले उहाँहरूलाई चाहिँ अहिले 3 मिटरको ड्रम बनाएर यो अहिले ट्रेनिङ दिँदैछौँ है। उहाँहरू धेरै महिला दिदीबहिनीहरू हुनुहुँदो रहेछ र यो तानबाट चाहिँ तपाईँहरूले अब विभिन्न किसिमको कपडाहरू बुन्न सक्नुहुन्छ। यहाँ बुटोलमा उहाँहरूले अब अहिले लुङ्गी बुन्दै हुनुहुन्छ। तपाईँलाई चाहिँ भाङ्रा बुन्न सक्नुहुन्छ। तपाईँले चाहिँ अन्य कपडाहरू जस्तै अब चाहिँ ढाकाको साडीहरू, खाडी, अल्लो, उनी, सुती सबै किसिमको कपडाहरू चाहिँ तपाईँले बुन्न सक्नुहुन्छ।